गाई साहब सरफ कंपनी उत्कृष्ट उत्तम क्वालिटी को नाम हो गाई छ पुरा धुलो पिठो भएको मलाई एकदम दिलो हुन काम गर्न गाह्रो छ गर्मी छ Hey guys, welcome back to my another vlog. So आज चाहिँ म गइरहेको छु काममा है जोकै भ्लग सुरु भइसक्यो है घरभित्र चाहिँ अलिकति भ्लगिङ गर्न लाग्छ कि त्यहाँ फेरि सब साइलेन्ट मुडमा हुन्छ नि म फेरि एक्टिभ भयो भने फेरि त्यहाँनिर एक्सनमा रियाक्सन हुन्छ त्यही भएर अब सिधै काममा गइरहेको बेलामा म आफ्नो क्यामेरा चालु गरेँ आई होप कि आजको यो भ्लग हजुरलाई एकदम रमाइलो लाग्छ काममा भनेपछि म चाहिँ आज चाहिँ म डिटेलले भन्न भइरह गाई साहब सरफ कंपनी उत्कृष्ट उत्तम क्वालिटीको नाम हो गाई छ यो चाहिँ हाम्रो नेपालको सबैभन्दा उत्तम क्वालिटीको एकदमै बेस्ट क्वालिटीको कस्तो यार हकीकत यस्तो हुन्छ नि सत्य कुरा भन्दाखेरि जिब्रो होइन यार झुटो बोल्दाखेरि जिब्रो हुन्छ तर झुटो होइन यो सत्य कुरा हो यहाँ गाई छापको एकदमै उत्कृष्ट उत्तम क्वालिटीको सरफ पाइन्छ गाई छाप भन्ने एउटा सरफ छ त्यो र त्यहाँ अरू पनि विभिन्न प्रकारका क्वालिटीका सरफहरू पनि बन्छन् हैन चाहिएको अब कन्ट्याक्ट गर्न सक्नुहुन्छ स्क्रिनमा दिएको नम्बरहरुमा हैन अरू के भन्नु अहिले चाहिँ म काममा गइरहेको छु कसैले हमें अपने काम में जाने के लिए जंगल से भरी एक खतरनाक रास्ते को तय करते हुए जाना होता है जो रास्ता बिल्कुल ऐसा है हैन बाटो चाहिँ यहाँ पनि छ तर यो चाहिँ सर्टकट बाटो है सो हमें इस खतरनाक इस पतली सी रास्ते पर ऐसे चलना होता है ऐसे यूँ चलना होता है कस्तो सिरियस बनाएर हुन्छ अनि मजाकमा उडा गइहाल्छु म फेरि हैन यहाँदेखि चाहिँ जस्ट अगाडि छ गाई साहब सरफ फ्याक्ट्री त्यहाँनिर अगाडि उत्यो है गइरहेको छु हैन म जाँदा अब फेरि त्यहाँ भित्रतिर फेरि भिडियो सिडियो गर्न मिल्दैन कि अनि अर्को समस्या के छ कि त्यहाँ जुन सल्टहरू हुन्छ अनि सोडाहरू यताउति हुन्छ नि त्यो चाहिँ जब उसमा मेरो मोबाइलको त्यो भित्र मतलब मेरो होइन हर कसैको मोबाइलभित्र गयो भने नि केही न केही समस्या गर्छ क्या त्यसले त्यही भएर भित्र लिएर जान चाहिँ अलिकति रिस्की हुन्छ मोबाइललाई अंदर से बाहर रास्ता ऐसे कूद के जाना होता है यत्रो नागेर आएँ है त्यहाँ खतरा आउने म मान्छे खतरा हो क्या म चाहिँ ट्यालेन्ट बहुत छ तर नदेखाएर मात्र अहिले चाहिँ यहाँ भित्रतिर मसिनहरू केही पनि चलेको छैन हैन यहाँ चाहिँ सरफ यत्रो मैदान छ यस्तो छ यस्तो त्यहाँ यो चाहिँ अटोमेटिक मसिन हो त्यसलाई यसमा हालेपछि यहाँदेखि यस्तो प्याकिङ मसिन छ त्यहाँ क्यामेरा लागेको छ हेऱ्यो भने चाहिँ कौन भिडियो बनाएको थियो भन्थ्यो कि अहिले साहबले अनि यहाँ चाहिँ पेन्सिङ मसिन हो यो चाहिँ अटोमेटिक मसिन हो त्यो फ्यानहरू भयो कुलर भयो होइन सुविधाका लागि अनि यो सबै चाहिँ यो नुन यो सल्ट त्यो सोडा अनि त्यो म चिन्दैन झ्यापे त्यस्तो एक ठुलो मिक्सर हो है यसमा चाहिँ टक्क सरफहरू त्यो सबै कच्चा पदार्थ यसमा हाल्ने नि त्यहाँदेखि यस्तो मिक्स गरेर यता आउँछ अनि त्यहाँदेखि अटोमेटिकल्ली त्यहाँदेखि त्यसमा जान्छ त्यहाँदेखि पिसेर त्यहाँ झर्छ अनि त्यहाँदेखि त्यो मसिनमा हाल्ने त्यहाँदेखि प्याक भएर निस्किन्छ अनि त्यसपछि मेरो काम भनेको चाहिँ बोरामा प्याक गर्ने सिलाउने बोरा बाँध्ने जस्तो केमिकलहरू हो थ्याङ्क्स फर वाचिङ अब स्टार्ट हुँदैछ सो गाइस अहिले चाहिँ होइन हाम्रो यहाँ यो सोडावाला काम भइरहेछ है यसमा चाहिँ 30 किलो कसरी बोरा बनाउनुपर्छ यो सबै सोडा हो होइन अघि चाहिँ त्यहाँ डोलोमेट निकालेर आदि गरेको थियो त्यसको चाहिँ मैले भिडियो बनाइनँ बिकज त्यहाँ धेरै उ थियो म खास थियो यहाँ चाहिँ अलिकति साइलेन्ट छ दुईजना केटा अनि म मिलेर गरिरहेको छु पुरा धुलो पिठो भएको म एकदम डेन्जर यस्तो हुन्छ काम है सजिलो हुन्न काम गर्न गाह्रो छ 2-4 रुपियाँ कमाउन नि जे पनि रमाइलो छ गाई साहबमा है सब सेटअप भइसक्यो है भन्नको लागि यहाँ भन्छ पिसिन्छ
गाइस आज चाहिँ नि सरफ चाहिँ मैले बनाएको यो चाहिँ युनिक कलर है अझसम्म निलो बन्थ्यो अझदेखि चाहिँ हरियो बन्दैछ होइन त मैले बनाएको कि यो चाहिँ अहिले यो भर्खरै बनिरहेको बेलामा चाहिँ भिडियो बनाउनु मिल्दैन कि लास्टै उड्छ अनि त्यो काम गर्ने के गर्ने हुन्छ यो चाहिँ भर्खर निस्केको ताजा ताजा तातो होला है तातो छ अब फेरि अर्को निस्किन्छ त्यसको चाहिँ म भिडियो साइलेन्टली बनाउँछु यो सब यो सबलाई होइन त्यसमा हाल्ने अनि त्यो एउटा यो सल्ट हाल्ने एउटा डोलोमेट एउटा सोडा यो खाने त फाइनली अहिले चाहिँ ब्रेकफास्ट खाना खानालाई के भन्छ यार लन्च डिनर रातिलाई भन्छ जे भी हो नेपालीमा ठिक छ यार खाना खान जानु लागेको अहिले चाहिँ खाना खान छुट्टी भयो चप्पल पुरा चिसो छ अहिले जब हान्यो भने चाहिँ म मर्छु त्यो अब रिस्क नै लिने गरे बाबा इधर जाने अहिले चाहिँ यत्रो काम सिद्धाएर चाहिँ जान लाग घरतिर र चाहिँ मेरो कम्पनीमा मेरो डेली काम यस्तो हुन्थेन आज भ्लगको लागि भनेर चाहिँ अलिकति हार्ड वर्किङ हानेको मात्र हो मेरो डेली काम यस्तो हुँदैन होइन किनकि म डेली आएर यस्तो काम चाहिँ गर्थेन यो सरफ बनाउने काम गर्थेन म चाहिँ भित्र प्याकिङको काम गर्थेँ तर आज चाहिँ मान्छे नहुनुको कारणले गर्दाखेरि चाहिँ त्यहाँ अलिकति केटाहरू जान्ने छैन नि त अब कति यो ग्राम यताउति केजी सब मिलाउन मिलाउनु पर्छ होइन अनि तिनीहरूले चाहिँ त्यो सब केजीहरू यताउति त्यहाँदेखि आउँदैन कि तिनीहरू पढेनन् रे अनि त्यही चिज हेर्नका लागि चाहिँ म असलमा गएको तर फेरि मलाई यत्तिकै हेरेर नर्मली यत्तिकै हेर्दै बस्दै गर्न राम्रो लाग्दैन अन्त अब केही काम गर्छु भने त्यही त हुन्छ कमसेकम भनेर काम गरेको नत्र असलमा मेरो काम भनेको त्यहाँ हेर्ने मात्रै थियो तर अब त्यो हेर्नेको सट्टामा सबै काम मैले गरेर त्यो तल्ने ओल्ने यताउति काम म आफै गरिरहेको छु केटाहरूले छुट्टातिर हालेर बनाउने काम गरेर चप्पल चिप्लेर हेर न यार खुट्टा धोएर आउनु छ अहिले चाहिँ म खाना खानको लागि घर जाँदैछु मोबाइलमा त्यति ऊ पनि छैन चार्ज पनि छैन बचत गरेर बिस्तारै बिस्तारै स्लो मोसनमा भ्लग बनाउँछु आजको एकदम रमाइलो आजको भ्लग छ है एकदम रमाइलो गाइस अहिले चाहिँ म घर पुगेर खाना पनि खाइसकेँ र बिस्तारै म कसो बस्न लागेको अब नमाज पढेर अनि फेरि जाने हो कम्पनीतिर सो घरभित्रको धेरै भ्लगमा बनाउँदैन नमाज पढेर निस्किन्छु अब एकैछिनपछि बनिराख्नुहोस् मेरो भ्लगमा हेर म आज अरू अगाडि के हुँदै जान्छ है त यस्तो कमेडी नाच्न सिकाएको यसलाई अहिले चाहिँ म घरदेखि निस्किसकेर अनस्ते यस्तो कमेडी गरेर नि यार भन्दै म अलिकति छिटो निस्किन कि पता नै अनस्ते नाच्न कसलाई सिकाएर यस्तो कमेडी गर्थ्यो हेडफोनलाई हेरेको त्यसमा गीत बजिरहेको थियो होइन अन्त बजाइदिएको जानेपछि ओ भाइ त्यसलाई कसरी थाहा भयो कि त्यो गीत बज्यो भने नाच्ने हो भनेर के यार यार अहिले चाहिँ म काउन्टरमा बसिरहेको छु बाबा खाना खान जानुभएको छ होइन र अहिले बाबाको ठाउँमा म बसेको छु र सायद अङ्कल पनि यो समय खाना खाइरहनु भएको छैन आज त मसँग बिहान काम गरेर केटाहरू न यति मात्र सरफ बनाएको थियो है यतिमा चक्कर आयो हातखुट्टा झमझमायो रोग लाग्यो के लाग्यो भनेर अनि भागेर गएछ अहिले आएर 3 बजेको पैसा मागेर लक्ष्य गराएको अहिले चाहिँ केही पनि काम छैन मतलब छ काम तर म यहाँ बसिरहेको छु भ्लगिङको लागि मात्र सो आज यति भन्दै म आफ्नो यो कम्पनीको भ्लगलाई चाहिँ धेरै म बोलिनँ होइन काम छ धेरै त्यही भएर भिडियो चाहिँ म बनाउन पाइनँ कहाँ उतादेखि आएपछि होइन आउँछु भित्र जानु लाग्यो कामको लागि है
गर्मी छ यसको भित्र होइन यहाँ टिन छ माथि है अलिक कम लागा यस्तो बाफिरहेको मेरो पुरा यो जुन हात छ यो सब दुखिरहेको मेरो हात उता त कुलर छ भने त्यही पनि त हावारी तातो आउँछ बहुत गर्मी छ यति गर्मी छ ल फाइनली अहिले चाहिँ मेरो काम समाप्त भइसकेको छ र म चोकमा गएर चाहिँ ब्रेड पनि लिएर आइसकेको छु किनकि भोक लाग्यो होइन नास्ता खानुपर्छ ब्याकग्राउन्डमा त्यहाँ उ भएर के अरे यसरी ठिक छ नि यसरी ब्याकग्राउन्डमा चाहिँ त लाइटले गर्दा के अरे सुरजले गर्दाखेरि चाहिँ अलिकति नदेखिरह होला काम आज खतरा भयो होइन आई होप कि आजको यो भ्लग हजुरहरूलाई मन परेको होला अहिले चाहिँ म खेतदेखि हुँदै गइरहेको छु आफ्नो घरतिर र आजको भ्लग अगर राम्रो लागेको भए लाइक गर्नुहोस् नराम्रो लागेको भए कमेन्ट गर्नुहोस् किनकि कमेन्टमा थाहा हुन्छ नि त नराम्रो भएको राम्रो बनाउनु पऱ्यो भनेर र हेर्दै नहेरेको भए सब्सक्राइब गर्नुहोस् मतलब वो अलग ही लेवल का बंदा था र आजको यो मेरो भ्लगलाई म यहीँ बाटोमै समाप्त गर्न चाहन्छु सो थ्याङ्क्स फर वाचिङ भेटौँ होला अब अर्को भ्लगमा लास्टै थकाइरहेको छु होइन हातखुट्टा सब दुखिरह आज सायद अरू दिनभन्दा अलिकति बढी नै मलाई थकाइ लागेको काम खासै त्यति धेरै गरेको होइन त्यही पनि थकाइ बढी लागेको छ सो भेटौँला अर्को भ्लगमा आजको लागि बाई